आज रवि लामिछाने जेलभित्र हुँदा पनि बाहिर के छ, रवि लामिछाने के हो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ। मैले यो कुरा भन्नै पर्दैन। मैले पत्रकारितामा आइडल मानेको रवि लामिछाने, त्यही तवरबाट मैले पत्रकारिता गरेँ। मलाई पनि त पत्रकार मानेनन् नि त एक थरीले। आज म राजनीति गर्दै गर्दाखेरि मलाई राजनीति पत्रकार नमान्नेले आज मलाई यो राजनीति के हो भनेर नमान्न पनि पाउँछ नि, उसको अधिकारको कुरा। अब उसले प्रपञ्च पनि रच्न पाउँछ नि त मसँग, तर त्यो प्रपञ्चलाई कसरी चिर्ने भन्ने कुरा अहिले म माथि भयो भने मैले हो, अहिले मेरो सभापतिमाथि भइरहेको कुरा सभापतिले पनि चिर्दै हुनुहुन्छ, हामीले पनि उहाँलाई सहयोग गर्छौँ। तपाईँ हामी मिलेर सबैले सहयोग गर्छौँ। अघि नै भनिसके कौरव र पाण्डवको युद्ध छ, पाण्डवको पक्षमा हामी छौँ, जित पाण्डवकै हुन्छ। आजबाट मैले मेरो सभापति भन्छु रवि लामिछाने। योभन्दा अगाडि म दाई हुन्थेँ, पत्रकारिताको हिसाबले पनि मैले अग्रजको रूपमा मैले उहाँलाई लिएको हो। एउटा चिज तपाईँहरू मान्नुहोस्, हिजो रवि लामिछानेले पत्रकारिता गर्दाखेरि एक थरीले उहाँलाई कहिले पनि पत्रकार मानेनन्, तर जनताले उहाँलाई पत्रकार माने र त्यही कारणले गर्दा उहाँले पार्टी खोलेर त्यो स्थानमा पार्टीलाई पुर्याउनु भयो। तर एक थरीले, त्यही थरीले, अर्को थरी भन्दिनँ, त्यही थरी जसले पत्रकार मान्दैन थियो उसैले उहाँलाई पार्टी पनि मानेन, नेता पनि मानेन। उहाँको पार्टीलाई पार्टी पनि मानेन, नेतालाई नेता पनि मानेन। त्यस कारणले गर्दाखेरि त्यो भित्रका प्रपञ्च के थिए, कस्तो थियो भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छ। धेरैले अहिले प्रश्न उठाइरहेको एउटा विषय भनेको पत्रकारिता र राजनीति सँगसँगै राजीव खत्रीको चाहिँ कसरी गयो भनेर राखेको मैले देखेँ, तर हुँदै होइन। मैले 29 गते मैले मेरो पत्रकारिताको 20 वर्षीय करियरलाई स्थगन गरेर अबको राजनीतिक यात्रा आरम्भ गरेको हुँ। र मैले जति बेला पत्रकारिता गरेँ कहिले पनि राजनीतिक दलको झोला बोकिनँ, र आज म राजनीतिक दलको झोला बोकेर कार्यकर्ता, आम कार्यकर्ता भएर, तर विवेक शून्य, फेरि त्यो एउटा मैले बारम्बार कार्यक्रममा उठाउने गरेको छु, झोले भन्ने शब्द उठाउने गरेको छु। र त पनि झोले बन्न गइस् नि होइन राजीव खत्री भनेर भन्ने पनि सुन्छु म। तर झोले भनेको तपाईँ विचारको बन्दगी राखेर तपाईँ होमा हो मात्रै मिलाउनुहुन्छ भने त्यो झोले हो। तर तपाईँ कार्यकर्ता बन्ने हो भनेदेखि कार्यकर्ताको चाहिँ विचार हुन्छ, विवेकको प्रयोग गर्छ। र म चाहिँ कार्यकर्ता बन्नका लागि रासपामा प्रवेश गरेको छु। म हर्कको पार्टी छ, बालेनको त अहिले पार्टी उहाँको छैन,